प्रभु यीशुको अनुग्रह, पवित्र आत्माको सङ्गति र सहभागिता जबसम्म तपाईँको दोस्रो आगमन हुँदैन तबसम्म हामीमा भइरहोस्। हिब्रू 10:25 अनुसार हामी एक ठाउँमा सधैँ भेला हुन सकौँ। तपाईँका दिन नजिक छन्, त्यसै कारण तपाईँका दिन नजिक भएकै कारण हामी सदा सर्वदा भेटघाट, बातचित, गफबात अनि तपाईँको महिमा गर्ने कुराहरूमा हामी अगाडि बढ्न सकौँ र अरूलाई पनि अगाडि बढाउन सकौँ। धन्यवाद चढाउँछौँ। यहाँ हरेकलाई आफ्नो गन्तव्यमा जानलाई, रहनलाई सहायता दिनुहोस्। देश विदेशमा रहनेहरूलाई पनि प्रभु उहाँको साथमा तपाईँ रहनुहोस्। धन्यवाद चढाउँछौँ। बाँकी समय तपाईँकै हातमा राख्छौँ। आशिष र अनुग्रह चाहन्छौँ। पिता, पुत्र, पवित्र आत्मा, त्रिएक परमेश्वर येशू प्रभुको नाममा आमेन।